नमस्कार। रानी पोखरी काठमाडौँको मुटुमा रहेको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको स्थल हो। यसको निर्माण प्रताप मल्लले गरेका थिए है। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर रहेको छ। यो चाहिँ पहिला चाहिँ भाइटिकाको दिनमा मात्रै खोल्ने गरिन्थ्यो। दिदी भाइ नहुनेहरू चाहिँ होइन, यहाँ चाहिँ पूजाआजा गर्न भाइटिकाको दिन चाहिँ आउने गर्छन् होइन। अनि एकजना टिका लगाइदिनलाई बसिरहनुहुन्छ बहिनी एकजना भाइटिकाको दिनमा। तर अहिले जब बालेन सरकार चाहिँ मेयरमा बस्नु भएको थियो, यतिखेर जित्नु भएको थियो, उहाँले चाहिँ यो रानी पोखरी चाहिँ सर्वसाधारणको लागि बिहान खोल्ने गर्नुभएको छ होइन। जसले गर्दा चाहिँ मर्निङ वाक जानको लागि चाहिँ हिँडडुल गर्नुको लागि चाहिँ एकदमै सजिलो भएको छ। पहिला यो भाइटिकाको दिनमा मात्रै खोल्ने भएको भएर घुइँचो लागेर हरेक वर्ष म यो रानी पोखरीमा जान्थेँ है। मेरो दाजुहरू हुनुहुन्छ र पनि मलाई यो रानी पोखरीमा जान एकदम मनपर्ने भएको भएर जान्थेँ। तर अहिले हेर्नुहोस् त दिनदिनै यसरी हामी मर्निङ वाक जानुको लागि खोलिएको छ। काठमाडौँ झन्झन होइन बस्ती ठुलो भएको छ। यसरी खुल्ला ठाउँ हामीले पाउनै गाह्रो भएको अवस्थामा यसरी रानी पोखरी सर्वसाधारणको लागि खोलिदिँदाखेरि मर्निङ वाक जान एकदमै आनन्द छ है। हरियाली फुलै फुलले भरिएको हेर्नुहोस् न, हाँसहरू कस्तो मजाले बसिरहेको छ। पानी परेकोले पानी अझ माथि आइसकेको छ। माछाहरू त्यत्तिकै देख्न सक्छौँ। बिहान तपाईँ पनि नजिकै हुनुहुन्छ भने जानुहोस्, हिँडडुल गर्नुहोस् है। मुटुलाई बलियो बनाउनुहोस्। हिँडडुल गर्दा पनि हाम्रो मुटु बलियो हुन्छ, कोलेस्ट्रोलहरू घट्छ है। बिचमा छ रानी पोखरीको मन्दिर, दायाँ बायाँ यस्तो रमाइलो छ। हस्, धन्यवाद।